मेरो भिडियो चाहिँ साथीहरू आज आफ्नै घरको छतबाट सुरु भइरहेछ है। अनि वेलकम टु माई च्यानल। मेरो च्यानलमा सबै साथीहरूलाई स्वागत छ है। छतमा आइरहेछ साथीहरू है। एकदमै घाम टलल छ है। आँखा नदेख्ने गरी घाम छ होइन। कहीँ जाने वातावरण छैन, त्यही भएर आफ्नै छतमा आएर यसो भिडियो सुट गर्दैछु है। यो चाहिँ मेरो एरिया हो, हेर्नुहोस् है। कम्पाउन्ड छ, ठुलो कम्पाउन्ड। अनि वातावरण हेर्नको लागि पनि यसो बाहिर निस्किएको होइन, कस्तो छ भनेर। घामको त कुरा नगरौँ होइन। अहिले त त्यस्तो उत्पात त छैन, तर पनि अब गर्मी त गर्मी नै छ। हेर्नुहोस् है, यो चाहिँ बाहिरको सिन हो। धमधडाक घरहरू छन् वरिपरि है, पुरै। यसो यहाँ छतमा आएर एउटा भिडियो सुट गर्नु पऱ्यो भनेर होइन आएको छु। कहाँबाट हेर्नुहुन्छ यसो भिडियोलाई लाइक, कमेन्ट, सेयर अनि सब्सक्राइब गर्नु होला होइन। यहाँबाट देखाउँछु है तपाईँहरूलाई। यहाँबाट यहाँको सिनहरू देखाउँछु है, बाहिरी सिनहरू हेर्नु। अनि एकदमै यस्तो चाहिँ राम्रो छ, घाम छ एकदम मजाले है। तल घाम लागेको छ। घाम एकछिनको लागि त ठिक छ, एकछिन बाहिर निस्किनलाई होइन। तर यो घाममा काम गर्ने मान्छेहरूको चाहिँ अब एकदमै गाह्रो छ खाडीमा होइन। तैपनि अब मजबुरी त गर्नु पर्यो नि मान्छेहरूलाई होइन, बाहिर गर्नेहरू। अब आफ्नो त त्यस्तो त हुन्न, बाहिर त पर्दैन। तर पनि एकदमै गाह्रो छ। हेर्नु त, यो चाहिँ बाहिरको सिन। घाम लागेको छ टन्टला पुरै। त्यहाँनिर मान्छे आफ्नो काममा लगाएका छन्। अनि म चाहिँ छततिर वरिपरिबाट सिनहरू देखाइरहेको छु। अब बाहिर जाने काहीँ पनि छैन स्थिति, हेर्नु है। बाहिर कहाँ जाने घाममा। रातभरि ड्युटी गरेर आएर सुत्ने। अनि दिनभरि रातभरि ड्युटी गरेर बिहान आएर सुत्ने। दिनभरि सुतेर बेलुका उठेर है सानो भिडियो बनाउनु पऱ्यो है, कन्टिन्यू त गर्नु पऱ्यो। अब यस्तो छ यहाँको सिन। अनि अब भिडियो जहाँ जहाँबाट हेर्नुहुन्छ यसो भिडियोलाई लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्नु होला है। मेरो छतको स्थिति यस्तो छ, सब देखाइरहेको छु। यहीँबाट हो भने एउटा सानो भिडियो बनाउनु पऱ्यो भनेर है। यस्तो छ भिडियो कस्तो भयो। ल साथीहरू, यसो घुमघाम गरेर आउँदैछु है। बाहिर निस्किएको एकछिन सानो सानो कामको लागि होइन। काम चाहिँ भन्नुहुन्छ नि के भन्दाखेरि चाउचाउ अन्डा लिएर आएको दोकानबाट होइन। मध्याहको गर्मी छ हेर्नुहोस्। बेलुकाको समय भनौँ न, 2 बजे पछिको समय हो यो। अनि यो चाउचाउ अन्डा लिएर आएको छु यसो खानको लागि। इभिनिङ नास्ता ट्याप्प खाएर कामतिर जाने। हेर्नुहोस्, नेपालको चाउचाउ र अन्डा पकाएर खाने। कहाँबाट हेर्नु त्यस्तो भिडियोलाई लाइक कमेन्ट गर्नु होला। हेर्नु त, यो लट्टै हिजो अस्तिसम्म यति सानो थियो, कति छिटो बढेछ। 3-4 दिनमा यसरी बढेछ हेर्नु त, खतरा तरिकाले। पानीको मल हो भने यहाँ पनि सब्जी त राम्रो हुने रहेछ। अनि अब चाउचाउ अन्डा खाएर काममा जाने। त यो गेट हो, गेटबाट बाहिर छ। यतानिर यहाँ चाहिँ पानी लगाएको छ भर्खरै त्यहाँ है। फुलमा लगाएको होला, गर्मीबाट नि त। गेम खेल्ने ठाउँ हो त्यो चाहिँ। अनि यो चाहिँ मेरै आफ्नै कम्पाउन्ड हो। अनि यो चाहिँ यताबाट हेर्दा चाहिँ यो ठुलो कम्पाउन्ड खतरा छ है। माथि लखर हिँड्दै अब रोड नपुग्ने बेला भयो। अब यो बनाएर खाएर कामतिर जाने हो। हेर्नुहोस् है, जहाँ जहाँबाट हेर्नुहुन्छ मेरो भिडियोलाई लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्नु होला। अनि भर्खरै स्टार्ट गरेको च्यानल छ होइन। यो अगाडि यस्तो छ भन्दै अब कोठा आइपुग्न लागेको छु है। कोठामा गएर पकाएर खाने हो। हेर्नुहोस् है, यो अगाडिको सिन राम्रो छ। गर्मी छ बाहिर है। नजिकै छ दोकान, ती नजिकै हो। दोकानबाट सामान लिएर आएको खानेकुरा, त्यसको लागि गएको थिएँ है। अब गर्मी मानेर भएन होइन, अलिकति त हिँड्नै पऱ्यो।
कोठातिर एसी भए पनि एकछिन बाहिर निस्किँदा खलखली हुन्छ है त। मेरो रुममा एकदम कालो कालो परेको चाहिँ है यो नेपाली वाइवाई छ है। यहाँनिर सट्ट पार्ने अब बसेर गएको मार्केटबाट यहाँ यसरी खोल्दै चाहिँ सरसँगले टक्कसँगले एकदम कालो छ कराई चाहिँ है। के पकाउँदा डढाइ गरायो तर एकदम सफा छ राम्रो छ। अन्डा बोइल गरिसकेको छ यो अन्डा। यो अन्डा ट्याक्क हाल्ने बनाएर झप्प लाउने हो। ल एकदम तयारी भयो है। यो अन्डा सट्ट हाल्ने है बोइल गरेको अन्डा रिवाजी तयारी भयो। ल यो चाहिँ अब एकदम रेडी एकदम सादा है सट्ट पानी मात्रै बोइल गरेको टक्कसँगले हाइजेनिक भनौँ या अर्ग्यानिक भनौँ होइन रेडी भयो है। यसलाई चाहिँ झ्याम पार्ने कामतिर जाने।